दलित हो के हजुर यो त्यसैले यसले चाहिँ झुटो मान्नुपर्छ भनेको थप एक ग्लास थप थप माथि ल्याउनु माथि ल्याऊ अघि माथि कहाँ छोइहाल्यो यसले नसु भनेर थोरै छोला भएको त झन् छोइहाल्यो यसले सबै चिया सबै खेर पारिदियो यसले अनि त्यो त मेरो गल्तीले छोकै हेर्नु नि साउजी तपाईँले गिलास माथि उचाल भन्नुभयो अनि मैले माथि उचालेको त्यही बेला एबा भनेर तपाईँले पछाडि यसो हेर्दाखेरि ठ्याङ्ग्राङ तपाईँले च्यादनले मेरो गिलासमा छोको होइन मैले फर्कदा छोए पनि तैँले फर्कदा छोए पनि छोएको तैँले हो क्यारे जात तेरे हो क्यारे ल खुरुकको 30 कप चियाको पैसा तिर खुरुकको 30 कप चियाको पैसा तिर अनि त्यत्रो 30 कप चिया के काम मलाई मसँग त पैसा छैन साउजी मसँग त 5 रुपियाँ छ ल यो 1 कप चिया लिनु लिनुहोस् न त म त जान्छु 5 रुपियाँमा 30 कप चिया किन्न खोजेको तैँले यो किन टाउको फोड्यो के हो यार लाठी चार्ज गरेर यस्तो गरेर किटली चार्ज गरेर अर्काको टाउको फोड्नु खोज्ने कस्तो खालको मान्छे तपाईँ मेरो 30 कप चिया खेर गएपछि त्यसको पैसा तिराउनु पर्यो नि यसलाई 30 कप कति पैसा पर्छ तपाईँ 5 रुपियाँ मात्रै हिसाब गर्ने हो भने 150 रुपियाँ हुन्छ 150 भने के 2-3 करोडै हो कि क्या हो कस्तो खालको मान्छे ल त्यो हाम्रो 2 कप चिया र यो बिस्कुटको पैसा पनि जोडेर कति पैसा हुन्छ 30 कप चिया सबै गरेर भन्नुहोस् 175 रुपियाँ हुन्छ त्यो पनि यीसँग लिने हो उहीसँग लिने हो देश करोडौँ रुपियाँ लिनु पर्ने जस्तो गरेर कस्तो खालको मान्छे 175 होइन ल लिनुहोस् भाइ ले माथि हात ल्याउनुहोस् न ल लिनुहोस् यसरी दिनुहोस् ओहो क्या हो साउजी तपाईँको चिया चाहिँ उसले छुनु नहुने उसले छोएको पैसा चाहिँ तपाईँले छुनु हुने लिनु हुने पैसामा बार्ने गरेका छैनौँ कि हामीले ए पैसामा बार्ने गरेको छैन पैसामा त झन् उसको पसिना सुद्धा लागेको हुन्छ हातको पसिना लागेको पैसा चल्छ ए पसिना बडा राम्रो चलन रहेछ तपाईँहरूको है क्या बाटो बा अब हामीले चलाएको चलन होइन हजुर पहिलेदेखि चल्दै आएको हेर्नुहोस् आजकल पनि यसरी चलन भनेर बसिरहनुहुन्छ तपाईँहरूले ल ल्याउनुहोस् ल उहाँ भाइले छोएको चिया यहाँ राख्नुहोस् ल ल ठिक छ ल जात गयो मेरो गयो जात गयो हामीलाई त जहाँ पनि यस्तै व्यवहार गर्छन् हामी त मान्छे नै होइन भने जस्तो गर्छ अब कहाँ अब कुन बेला कुन चाहिँ सन्कीले चलाएको चलन अहिले चलाएर हुन्छ कहीँ अब त उहाँ भाइले छोएको चिया चाहिँ चलाउने यस्तो नचाहिने चलन चाहिँ नचलाउने गर्नुपर्छ चाहिने कुराहरू चाहिँ चलाएको नि नचाहिने कुरा चलाएर ल भाइ केही पिर लिनु पर्दैन ल भाइ ल के गर्नु यस्तै हो सब ठिक हुँदै जान्छ ठिक हुँदै आउँछ समय आएपछि